साथीहरू, एक दिन एकजना महर्षिलाई आमाले खाना दिँदै हुनुहुन्थ्यो। त्यो दिन महर्षिले के भन्नुभयो भने, आमा आज खानामा नुन राख्न भुल्नुभएछ नि। आमाले भन्नुभयो, बाबु तिमीले लेख्दै गरेको ग्रन्थ आज कम्प्लिट गरिसकेछौ होइन भनेर सोध्नुभयो। महर्षिलाई आश्चर्य लाग्दै सोध्नुभयो, फेरि मैले लेख्दै गरेको ग्रन्थको बारेमा आमालाई केही पनि भनेको छैन, कसरी थाहा पाउनुभयो? अनि उहाँले भन्नुभयो, आमा तपाईँलाई कसरी थाहा भयो? अनि आमा मुस्कुराउँदै भन्नुहुन्छ, बाबु मैले तिम्रो खानामा विगत 6 महिनादेखि नुन नराखिकन बनाएकी छु। तिमीले कहिल्यै पनि नुनको बारेमा कुरा गरेका छैनौ। यसको मतलब तिमीले आज तिम्रो ग्रन्थको काम पुरा गरेका छौ, त्यसैले तिमीलाई आज बाहिरी कुरा थाहा भयो भन्नुभयो। अनि महर्षि आश्चर्य मान्दै भन्नुभयो, साँच्ची भन्दा एउटा मान्छेले कुनै लक्ष्य बोक्यो, उद्देश्य ल्यायो, कुनै एउटा टार्गेट बोक्यो भने र त्यो टार्गेटका लागि उसले दिल दिमाग लगायो भने साँच्ची भन्दा उसलाई कुनै पनि बाहिरी कुराले असर गर्दैन। मात्र उसले आफ्नो कामलाई फोकस गर्छ र रिजल्टका लागि निरन्तर लागिरहन्छ। हो, मलाई पनि भएको त्यही थियो। विगत 6 महिनादेखि नुन नखाँदा पनि मैले नुनको अनुभूति गरिनँ। मलाई मात्र ग्रन्थको बारेमा चिन्तन हुन्थ्यो, मनन हुन्थ्यो। आज मैले उक्त काम पुरा गरे पछाडि साँच्चीकै मलाई बल्ल बाहिरी कुराहरू थाहा भयो। धन्यवाद। जय रिलायबल साथीहरू।